हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अगेन। अब आज चाहिँ मैले भिडियो बनाउँदैछु म काम गर्ने ठाउँको र मैले काम गर्ने ठाउँमा मैले के गर्नुपर्छ होइन। अब छरछिमेकी आफ्नो दिन त बसेर खाइरहेछ कमाइरहेछ हुन्छ नि त, तर वास्तवमा काम पनि गरेर हुन्छु कि त्यसमा देख्दैन कसैले पनि। आज त्यो देखाउन चाहन्छु है त। म आज मैले के काम गर्छु कसो गर्छु होइन, के गर्नुपर्छ भन्ने कुरो जति सक्दो कोसिस गर्छु म देखाउने र मसँगै रहनु होला र मैले गर्दै गरेको काम हेर्नु होला। त्यतिन्जेललाई हेलो गाइस, यो चाहिँ मैले चम्मच मिलाइरहेको छु है, एकदम छिटो चम्मच मिलाएर फास्टमा गरेको चम्मच मिलाएर अनि त्यसपछि अरू काम गर्नुपर्छ। पहिले चाहिँ चम्मच मिलाइरहेको छु मैले। चम्मच मिलाएर भएपछि चाहिँ मैले अब पानी हालेर धुनुपर्ने हुन्छ। वहीमा चाहिँ सर र पानी हालेर धोएर अनि त्यसपछि अरू काम गर्नुपर्छ। मैले चाहिँ पानी मात्र नगरेर साबुन पानी हालेर मजाले घोटी चम्काएको छु, एकदम घोटी चम्काएको छु है। अलिकति राम्रो देखाइरहेको छु, मैले कोसिस गरिरहेको छु आफ्नो दिने बेस्ट दिनलाई। त्यसै गरी हामीसँग यो काउन्टर सब साफ गर्नुपर्छ। एकदम धुलो आइरहेको हुन्छ रातभरिमा, त्यो काउन्टर साफ गर्ने सर र अनि टेबलहरू साफ गर्नुपर्छ। त्यसपछि हजुरको त्यो सोफा पनि एकदम चिल्लो बनाएर साफ हान्नुपर्छ। सरलाई अनुहारदेखि नि गऱ्यो भने सिसा पुस्नु पऱ्यो। सिसा पुसेर बाहिरबाट भित्रबाट चारैतिरबाट सिसा पुस्नुपर्छ। एकदम दमोदोर मेहनत गर्नुपर्छ है। अनि त्यसपछि यो सिसा पुसेर भ्याइसकेपछि फेरि भित्रबाट फेरि एकचोटि पुस्नुपर्छ सिसा, अनि राम्रो देखिएको छ कि नै त्यति गरेपछि बल्ल काम भइन्छ, नत्र त गाह्रो छ। अब पालो आएछ पिज्जा बक्स बनाउने। सो गेट रेडी विथ मी। टक्कलाई ज्याकेट खोल्नु पऱ्यो पहिला। ज्याकेट खोलेर यहाँ राख्नुपर्छ ह्यान्ड क्यारी गरेर। अनि यता हाम्रो एप्रोन छ। सबैले मैले मात्रै लाउँछु यस्तरी, किनकि यो धुलो जाँदैन कि टी सर्टहरूमा। टक्कला यति पातलो छु आएर यहाँबाट यो रेडी भयो होइन। अब म जानुपर्छ पिज्जा सेक्सनतिर। त्योभन्दा अगाडि चाहिन्छ हामीलाई कैँची अनि बटर पेपर पिज्जाको लागि सबै सामान भयो। यो दुईवटा लिएर टक्क जानुपर्छ। अब यहाँ यहाँ गइसकेपछि अब म देखाउँछु हजुरलाई। यहाँ राख्ने यस्तरी, अनि यो पिज्जाको आफै झार्ने एउटा यस्तरी। त्यसपछि यसलाई काट्ने यस्तरी काट्ने। काटेर यसको बोक्रा निकाल्ने यस्तरी छिलेर मजाले यसरी घुमाउँदै निकाल्ने यसको बोक्रा है। निक्लिन्छ है। सो यो हो यहाँ यसलाई बिछाउनुपर्छ यसरी यहाँ, किनकि यसको उस निकाल्दाखेरि सजिलो होस् भनेर। यो कसको थाहा भएन। यहाँ राख्नु माथि हो यसको सरलार यस्तरी राख्ने। अनि यहाँ यस्तरी राखेपछि टक्क साइज हुन्छ। अनि यसलाई छेड्ने यस्तरी त्यो निक्लिन्छ। यस्तरी निक्लिन्छ है। निक्लेको सबै पछि बनाउँदा सजिलो हुन्छ क्या। दिएर म चाहिँ निकाल्ने गर्छु। सबको आफ्नो इच्छा हो निकाल्ने ननिकाल्ने होइन। म चाहिँ निकाल्छु, पछि एउटा निकाल्नु भने एकैचोटि निकाल्नु सजिलो हुन्छ क्या। यस्तरी यस्तरी बल चाहिँ लाउनुपर्छ। अनि हल्का हटाएर चक्का गऱ्यो सबै हल्का हटाएर यसरी दबाउने। यही अटोमेटिकली निक्लिन्छ गाइस, त्यही होइन। अनि यो सबै भ्याउनुपर्छ। यसमा हजुरको केही नभए पनि 100-105 पिस आउँछ टक्क लाएर है। पनि छिटो हाल्नुपर्छ। फेरि टक्क लाएर यस्तरी पूरा काम करके छोड़ देना पड़ेगा। कल छुट्टी है ना, वो लोग आके नहीं करेगा। इस तरह है सब
खोल्छाउनु पर्छ लास्ट सर्ट रह्यो उल्टो सुल्टो दुईतिर यता यता के चाहिँ यस्तो गर्नु फेरि घोच्छ पनि सिरियल किलर जस्तो देखिरहेको हल्को भयो आयो त्यही भएर नमिले अर्डर पनि जितेर अब यो भयो यो धेरै वस्तु खाना पनि माथि आफूले जति क्वान्टिटी चाहिन्छ त्यति क्वान्टिटीमा हेर्ने आँटालाई यसरी माथि राख्ने यहाँबाट बनाउनु सुरु गर्नुपर्छ अब म चाहिँ पिज्जा बक्स बनाउन गइरहेको छु हाम्रो बटर पेपर मैले पहिले काटेर राखिसकेको छ यो बटर पेपर है यसलाई सेमेसिङ गर्नुपर्छ हजुर वाइट त चिज हालेको टप कलर अब पिज्जा बक्स हान्नुपर्छ यो गर्ने फोल्ड गर्ने यसरी यो एउटा निकै टप कलर गर्दै गर्दै सब भ्याउनुपर्छ आज धेरै काम छ धुलो उठ्छ नाच्नु जान्छ नेक्स्ट मार्क्स लाग्छ है धेरै काम छ मैले भोलि मेरो छुट्टी हो आज पुरै गर्नुपर्छ यस्तै गरेर बनाउँदै जान्छु है त पुरै लास्टमा ल्याउँछु यो चाहिँ अहिले म पिज्जा बक्स बनाइरहेको छु लास्टै फास्ट बनाइरहेको छु त्यसो गर्दाखेरि मेसो नपाउन सक्नुहुन्छ है मैले 105 भन्दा बढी पिज्जा बक्सहरू त्यहाँ बनाइसकेको छु एकदम लास्टै मेहनत लाग्छ एकदम ख्याल गरेर काम गर्नुपर्छ त्यो जानेन अनि फेरि त्यसको धार हुन्छ यो कार्टुनको धारले चाहिँ हातसाथ काट्न सक्छ त्यसो गर्दाखेरि आफ्नो ख्याल गरेर काम गर्नुपर्छ यो गर्दा अनि यसको धुलो अलि भुवाहरू त्यो मैले अघि त्यो छेडेको थिएँ नि त्यसले गर्दा धुलो निक्लेको हुन्छ त्यो भएर मास्क लगाएर काम गरेको त्यति गरिसकेपछि अलिकति स्वस्थ भइन्छ यसो सास प्रश्वास पनि ख्याल गर्नु पर्यो नत्र गाह्रो पर्ला यस्तो एकदम छिटछिटो गरिरहेको छु कि हेर्दाखेरि त उत्तिएर सकिन्छ जस्तो लागिरहेको होइन तर यहाँ त अब कति मिनट लाग्यो मलाई थाहा छ एकदम मेहनत गरिरहेको छु मैले 105वटा पिज्जा बक्स जाम हानेर है अब सकिसकेको छ अब ल यो लास्ट यो भ्याइयो पिज्जा बक्स पनि अब हेर्नु कति बनाएको छु मैले देखाउँछु है त अब हेर्नु ल त्यत्रो बनाएँ हेलो गाइस त्यसै गरी पिज्जा बक्स पनि बनाइसकेँ मैले सल्लकै यत्रो धेरै छ यता मात्र होइन अनि आजको ब्याकअप चाहिँ टन्नै भयो त्यो सबै पिज्जा बक्स त्यहाँ भरेछु त्यो क्याटलेरीहरू सबै भइरहेको छु आजलाई यति नै गर्नुपर्छ किनकि भोलि र पर्सि मेरो यहाँ छैन अर्को ठाउँमा ड्युटी छ भोलि छुट्टी पर्सि अर्को ठाउँमा ड्युटी छ सो आउन पाउँदिनँ यहाँ फेरि पर्सि आउँदा खाली हुन्छ नि त त्यही भएर नि पहिल्यै भएर राखिदिएको अब हेरौँ के हुन्छ र अरू चाहिँ अब म एकैछिन काम गर्छु आफ्नो त्यसपछि अरू के हुन्छ देखाउँदै गर्छु त्यति बेला हेरिदिनु ल अनि हाम्रो माथिको चाहिँ डाइनिङ एरिया पनि देखाइदिइरहेको छु है चाहिँ सिडी भयो सिडी फेरि यसो हेर्दा 2 तला जस्तो हो क्या फेरि कस्तो लगभग 1.5 तलाको सिडी छ सर्लकै तलबाट यहाँसम्म यो माथि हुन्छ अनि यो हाम्रो डाइनिङ भयो एरिया है डाइनिङ एरिया टक्क एन्ट्री यस्तरी हुन्छ सर उज्यालो यत्रो ठुलो छ फेरि है 25-30 जना आरामले बसेर यहाँ खाना मिल्छ डाइनिङ एरिया टक्क यो भयो सोफा साइडको 2टा एसी है लाइटिङ मस्त छ नि त्यसै गरी यो डाइनिङ एरिया भयो अब यस्तो कमेन्ट गर्दै राख्नु अब म चाहिँ तल अर्डर आयो मेरो बजिरहेछ अर्डर हान्न जानुपर्छ अर्डर हान्न होला प्रिन्ट हान्न जानुपर्छ अर्डर बजिरहेछ म अर्डर हान्न गएँ त त्यसै गरी सबभन्दा पहिला म आइसकेपछि यो खोल्नुपर्छ मैले तर खोलिसकेको छु मैले चलाइसकेको छु यो खोलेर अनि यो मेरो यहाँ पासपोर्ट छ पिन छ यो मेरो एकाउन्ट ओपन गर्नुपर्छ त्यसपछि 2टा प्रिन्टरमा रोल हेर्ने अनि यता केही नै हुन्न यता पुरा रातिकोले पुरा भ्याइसकेको हुन्छ सब यो काट्नुपर्छ यो राख्नुपर्छ है ब्यागहरू अनि त्यो चम्मचहरू भर्नुपर्छ अनि माथि चिप्सहरू भर्नुपर्छ त्यो चाहिँ मैले गरेर हुन्छु अनि यो स्ट्रो भ्याइएको हुन्छ यो सब भरेर राखेको मैले यिनीहरू भयो यो बक्सहरू भयो सब भरेर राख्नुपर्छ त्यो गर्छु अनि त्यसपछि पिज्जा बक्सहरू बनाउने गर्ने झाडु पोछा हान्ने पानी सानी हान्ने गर्ने सब गर्नुपर्छ
त्यसै गरी मेरो खाना हेरेर हुन्छ। खाना चाहिँ टक्क यस्तो ब्यागमा आउँछ घर आफै यसमा यसरी हाल्नुपर्छ खाना है। अनि टिस्यु हाल्ने क्याटलेरी हाल्ने गर्ने त्यसपछि के छ खाना अनुसारको खाना चाहिँ लिनुपर्छ त्यहाँमा सजिलो हुन्छ। यसरी प्याक गरेर कचुरा हाल्नु अनि दिने। अब चाहिँ मैले यहाँ गर्नुपर्ने हुन्छ र आफ्नो पासवर्ड खोल्ने अनि त्यसपछि आइटमहरू हेर्ने के छ है। अनि यस्तरी जाम के छ सर हेर्दै क्लोज गर्दै गर्नुपर्छ। यो काम गर्दा चाहिँ एकदम धैर्य लिएर काम गर्नुपर्छ। बिस्तारै बिस्तारै सबै बिस्तारै काम गर्नुपर्छ। पञ्च हाल्नुपर्छ। तलमाथि अर्डर बिग्रिहाल्यो भने चाहिँ झ्याउ हुन्छ। सिस्टममा रहन्छ यो काम। त्यही भएर यता पनि हानिरहेको छु उता अर्डर पनि आइरहेको छ। चारैतिर गरिरहेको छु मैले चाहिँ है। यस्तै छ अब बिस्तारै बिस्तारै सबै भ्याउँछु मैले चाहिँ। हेलो गाइज त्यसै गरी आजको काम चाहिँ यति नै थियो। अब एकैछिन कामसँग गरेर क्लोजिङ गर्नुपर्छ अनि त्यसपछि जानुपर्छ रिसेप्सन गर्नुपर्छ। र आजको भिडियो सानोतिनो यसो मनोरञ्जनको लागि बनाएको हेरिदिनु होला। लाइक कमेन्ट हानिदिनु होला भन्दै म हजुरमाझ बिदा हुन चाहन्छु। हस् बाई बाई।